डिजिटल पुस्ताको आन्दोलनको प्रकृतिको कारण के हो, डिजिटल पुस्ताको आन्दोलनको कारण के हो भन्ने सन्दर्भमा छ यस लेखमा। जेन्जी आन्दोलनको यति बेर सर्वपक्षीय समीक्षा भइरहेको छ। यसले राजनैतिक, शासकीय, आर्थिक तथा भावनात्मक पक्षमा ल्याएका सुनामीको छाल अझै कहाँसम्म पुग्छ र कति निर्माण वा क्षति गर्छ भन्ने विषय अझै अध्ययनको गर्तमानै छ। शासकीय पात्र र विश्लेषकले अझै आफ्नै ढङ्गबाट विश्लेषण गरिरहेका छन्। कसैले यसको सहज समाधान देखाइरहेका छन् भने कसैले यसको पराकम्प वा पुनरावृत्तिको ढ्याङ्ग्रो पनि ठोकिरहेका छन्। यसबेला शासकीय पात्रहरूले निकै संयमित भएर यसको कारण उत्खनन गरी निदानका उत्तराधुनिक उपायहरूको खोजी गर्न आवश्यक देखिन्छ। यो आन्दोलनको प्रकृति हेर्दा अत्यन्त शीघ्र, सम्भव र योजनाबद्ध जस्तो प्रतीत हुन्छ। आन्दोलनको यो प्रकृतिले भविष्यमा यस्ता आन्दोलन हुन सक्ने सम्भावनालाई सहजीकरण गरिदिए जस्तो पनि लाग्छ। पछिल्लो पुस्ताको आन्दोलन अघिल्लो पुस्ताको जस्तो एनालग देखिएन। उनीहरूको सञ्चार प्रणाली तिखर र तत्काललाई कामयाब देखियो। यसका केही कारण हुन सक्छन्, तिनीहरूको केही विश्लेषण गरौँ। डिजिटल डिएनए। यो पुस्ता सधैँ स्क्रिनसँग खेलिरहन्छ। स्क्रिन पनि उत्तिकै तार्किक छ। यो पुस्ताको सोच नै आलोचनात्मक र उत्पादनमूलक वा नतिजामुखी छ। इन्टरनेटको विश्लेषण क्षमतासँग समानान्तरीय मार्गमा यिनीहरूको बुझाइ क्षमता बढ्दो देखिन्छ। समाजका परम्परागत ज्ञानभन्दा कृत्रिम बौद्धिकताबाट प्राप्त ज्ञानमा विश्वास गर्छ। सहकार्य उन्मुख प्रवृत्ति। यो पुस्ता जित-जितको सोचमा खेल खेलिरहन्छ। सहयोगी भावना र इन्फ्लुएन्सिङ प्रभावी क्षमता राख्ने यो पुस्ता अरूको पीडामा भन्दा खुसीमा रमाउन खोज्छ। झिना मसिना व्यावहारिक समस्याभन्दा माथि उठेर जान सक्ने सोच, चिन्तन र व्यवस्थापकीय क्षमता राख्छ। प्रभावकारी सञ्चार क्षमता। विभिन्न विश्लेषणबाट पुस्ताहरूबीचको मूल विशेषता विश्लेषण भएका छन्। यो पुस्ताको बुझाइको दोहोरो सञ्चार क्षमता पनि अत्यन्त राम्रो छ। अनौपचारिक र नतिजाउन्मुख। यो पुस्ता विकेन्द्रित, पारदर्शी र अनौपचारिक छ। प्रक्रियामा भन्दा नतिजामा केन्द्रित रहन देखिन्छ। प्रक्रिया कम गर्ने कार्यले अनौपचारिकता प्रवर्धन गर्दछ। अध्ययनका अनुसार अघिल्ला पुस्ता कठोर परिश्रमी र स्वजीवी देखिन्छन् भने पछिल्लो पुस्ता व्यवस्थापकीय क्षमता राख्ने, अरूको मन जितेर काम लगाउन सक्ने देखिन्छन्। मूल्यगत पक्ष, ज्ञानगत पक्ष, प्रविधिगत पक्षमा पुस्ताबीच निकै फरक देखिन्छ। यसकारण यो पुस्ता आन्दोलनको शीघ्र नतिजामुखी भयो। आउँदो पुस्ता सधैँ अघिल्लो पुस्ताभन्दा अग्रगामी देखिने हुँदा शासकीय पात्र र प्रणालीलाई प्रभावकारी बनाउन नसकिए सधैँ जोखिम रहिरहन्छ। युवा पुस्ताको यस्तो आन्दोलन नेपालमा मात्र पहिलोपटक भएको होइन। श्रीलङ्कामा 2022, बङ्गलादेश 2014 र माडागास्करमा 2025मा भएका छन्। शासकीय पक्षबाट हेर्दा यस्ता आन्दोलन खराब शासनप्रतिको नवयुवाको आक्रोशको उपज हो भन्न सकिन्छ। राज्यले प्रदान गर्ने सार्वजनिक वस्तु प्राप्तिको गुणस्तर र सहजतालाई विश्वसँग तुलना गर्ने क्षमता नै युवा पुस्तालाई आकर्षित गराउने आधार हो। आन्दोलन वा युद्धको विश्लेषण गर्नुअघि यसका कारणहरूको विश्लेषण गर्न जरुरी हुन्छ। युद्धको नकारात्मक प्रभाव त्यसको कारणको क्षितिजीय परिधिबाट मूल्याङ्कन गरिनुपर्छ। अब यो डिजिटल पुस्ताको आन्दोलनको खास कारण के थियो वा यो कसरी घटित भयो भन्ने पक्षमा हेरौँ। निम्न कारणहरू प्रमुख रूपमा विश्लेषण गर्न जरुरी छ। शासकीय कमजोरी। सुशासनको अभावमा जस्तोसुकै समस्याहरू आउने गर्छन्। सार्वजनिक सेवा प्राप्तिमा जनताले पोखेको असन्तुष्टिको परिणाम बन्दै जानु, असन्तुष्टिको परिमाण बढ्दै जानु, संस्था नैतिक र व्यावसायिक गतिविधिबाट स्खलित हुँदै जानु, जनताको गुनासो र न्यायिक सुनवाई प्रक्रिया खर्चिलो र पहुँचबाट टाढा हुँदै जानुले जनतामा आम असन्तुष्टि बढाउँदै जान्छ। बढ्दो भ्रष्ट संस्कारका कारण संस्थाहरूको व्यावसायिकता पनि स्खलित भई आफ्नो उद्देश्यभन्दा टाढा हुँदै गएका छन्। डारन एसोमोग्लू र जेम्स ए रोबिन्सनले वाइ नेसन्स फेल पुस्तकमा भने जस्तो संस्थाहरू कमजोर हुँदै गएपछि राज्य असफल हुने अवस्थामा पुग्छ। त्यही आन्दोलन हेऱ्यौँ भने हामी देख्न सक्छौँ सिंहदरबार, सर्वोच्च अदालतसहित सार्वजनिक सम्पत्ति जलिरहँदा राज्यका औपचारिक संस्थादेखि नागरिक समाजले समेत हेरेर बसिरहनु पर्यो। यसको अर्थ हाम्रा संस्था कति विकेन्द्रित, स्वायत्त र स्वक्रियाशील हुन सक्ने गरी बनाएछौँ भनेर मूल्याङ्कन गर्ने समय आएको हो। अब असल राजनीतिक संस्कारको अभाव। राजनीतिक असल संस्कारले समय सापेक्ष नीतिहरूको निर्माण तथा परिष्करण गरी कानुनको माध्यमबाट सुशासन हासिल गर्ने बाटो समात्छ। यसले राज्यको संस्थाहरूको स्वरूप
र आकार निर्माण गरी ती नीति र कानुनको कार्यान्वयन गराउँछ। संस्थाहरूको नियामक कानुन र कार्यविधिको माध्यमबाट जनताको आकाङ्क्षालाई सार्वजनिक वस्तुका रूपमा सार्वजनिक सेवा प्रवाह गराउँछ। यसमा संस्थाहरूको कार्यक्षेत्र कर्मचारी तन्त्रको स्वरूपलाई योग्यताको आधारमा जिम्मेवार बनाउँछ। नेपाल जस्तो देशमा राजनीतिक नैतिकता र सदाचारिता तथा परोपकारी सोचको अभावका कारण हरेक क्षेत्रमा राजनीतिकरण भएको छ। सबै क्षेत्रमा राजनीतिक हस्तक्षेपले अपराधको राजनीतिकरण हुँदा राजनीति आफै अपराधीकरण हुन पुग्छ। राजनीतिक संस्थामा लोकतान्त्रिकरणको अभावलाई स्वसुधारको बाधकको रूपमा देखाएको विषय खोज र अनुसन्धानमा प्रशस्तै देखिन्छन्। राजनीतिले संस्थाहरूको पदाधिकारी नियुक्तिदेखि कर्मचारी तन्त्रको सरुवा बढुवामा समेत प्रभाव पार्दा नागरिकलाई हुने सेवा प्रवाहमा त्यसको प्रत्यक्ष नकारात्मक असर परेको हुन्छ। राजनीतिक संस्कारका कारण नै नातावाद, कृपावाद र चाकडी चाप्लुसी प्रथा निरन्तर रह्यो। यसमा क्षमता भएका सत्यनिष्ठामा रहनेहरू विक्षिप्त भए यी विषय नवयुवाकले निष्पक्ष रूपमा अवलोकन गरिरहेका हुन्छन्। आर्थिक वस्तु र लाभांश छनौटको दायरा। शासकीय पात्रहरूले तुलनात्मक रूपमा विकास हुँदै गरेको दाबी गर्ने गरेका छन्। कमसेकम गाउँको बाटो पुग्यो, गाउँमा बाटो पुग्यो, खानेपानी पुग्यो, तर दुर्गमका पाखा भित्ताका नागरिक त्यही बाटोबाट विदेश गए। नयाँ पुस्ताले देखेको विश्वव्यापी आर्थिक वस्तुहरूको प्रयोग र त्यसका लाभांश प्रयोग गर्न उनीहरूलाई सधैँ बजारले हस्तक्षेप गरिरहेको हुन्छ। मोबाइलमा रिल हेरेर बसेको पुस्ता रिल जतिकै शीघ्र आवश्यकता पुरा गर्ने आसक्तिमा छन्। राजनीतिज्ञले राजनीतिक दर्शनमा समाजवाद वा अन्य जे बात भने पनि आजको डिजिटल समाजलाई बजारको लोइ डोर्याएको छ। विकसित देशको गिग बजारमा 50 घन्टा वा करिब 3 दिन काम गर्दा उसले नयाँ आइफोन किन्न सक्छ भने ऊ त्यो गाउँसम्म पुगेको बाटोलाई माया गरेर गाउँमा बसिरहला त? बजारमा छनौटका दायरा फराकिलो छ। त्यहाँ मेरिटोक्रेसी छ वा क्षमताका आधारमा समावेशी हुन सकिन्छ भने क्षमता भएका मानिसहरू घरका भित्ताको माया गरेर बस्दैन। नयाँ पुस्तालाई यही आदर्शले मार्गदर्शन गरिरहेको देखिन्छ। उनीहरू त्यो छनौटमा सहभागी हुन नपाउँदाको दोष सरकारलाई दिन्छन्। विकसित विश्वमा एडल्ट सिटीहरू बनेका छन्, रात्रिकालीन बजारहरू छन्। यसले युवाको जीवनशैली र अर्थतन्त्रलाई विकासको मियोमा जोडिरहेको छ। डिजिटल लिट्रेसीले विश्व बजारका वस्तुहरू प्रदर्शन गरिरहेका छन्, तर यस्ता आधुनिक सहरमा गरिब देशका युवाको न पहुँच छ न त राज्यको नीति नै। यसले युवा आक्रोशित छन्। डिफेक्टो डेमोक्रेसी अर्थात् सही लोकतन्त्र। नेपाल जस्ता देशमा नाम मात्रको लोकतन्त्र आए। नागरिकले चुनावमा भोट हाल्न पाउनु र समानुपातिकका नाममा तरमारा वर्गले भाग लिइरहनु सही लोकतन्त्र होइन। बोल्न पाउनु मात्र लोकतन्त्रको उपलब्धि भनेर लामो समयदेखि भनिरहेको भाषा आफैमा कर्कश आवाज सुनिरहेको छ। चुनाव जितेर गएका नेताहरूले युवाको प्रश्नमा तिमीले भनेर हुन्छ, मलाई समाज जनताले चुनेर पठाएका हुन् भन्ने उत्तर दिँदा युवा पुस्ताको मन अवश्य कुँडिएको हुनुपर्छ। निर्वाचनमा नो भोट, राइट टु रिजेक्ट र देशको नागरिकले विश्वको जुन कुनामा बसेर काम गरिरहेको भए पनि भोट हाल्न पाउनुपर्ने प्रावधान नहराउँदासम्म लोकतन्त्र गणितमा आधारित मात्र हुने देखिन्छ। समाज रूपान्तरणको रेखा। शोधहरूमा नेपाली समाजलाई कलेक्टिभ समाजका रूपमा विश्लेषण गरेको पाइन्छ। पूर्वीय समाज लामो समयसम्म कलेक्टिभ समाजको रूपमा रह्यो। जापान समेत लामो समयसम्म विदेशबाट एकान्तमा बस्न रुचाउँथ्यो। पछिल्लो समय नेपाली समाजमा विदेशीहरू आएर काम गरेका छन्। नेपाली समेत विदेश गएका छन्। अब क्रमशः नेपाली समाज इन्डिभिजुअलिस्टिक समाजतर्फ रूपान्तरण भएको प्रतीत हुन्छ। यस दृष्टिकोणले समाजका प्रत्येक मानव समान रूपमा सक्षम भएको हेर्न चाहन्छ। अधिकांश गरिब भएको समाजमा केही मानिसको उच्च जीवनशैलीले समाजलाई समस्यामा पार्यो। सामाजिक सञ्जालमा नेपो किडको मुभमेन्ट यही उदाहरण हो। उपर्युक्त विश्लेषणबाट शासकीय पात्रहरूले बुझ्नुपर्ने कुरा महासागर जत्तिकै गहिरो, घाम जत्तिकै छर्लङ्ग छ। सबै पक्ष मिलेर अब आउँदो निर्वाचन सफल पारी आउने सरकारबाट समय सापेक्ष शासकीय प्रणालीमा रूपान्तरण गर्ने गरी अघि बढ्न आवश्यक देखिन्छ। यसका लागि जेनजी पुस्ता तथा समग्र पक्षले संयमित, विवेकशील र भविष्यदर्शी ढङ्गबाट व्यवहार प्रदर्शन गर्न आवश्यक देखिन्छ। यो लेख थियो 2082 कार्तिक 21 गते शुक्रबार गोरखापत्रको विवेचना पृष्ठमा छापिएको। यहाँहरूलाई मैले यो प्रस्तुत गरेँ।